खेमलाल गुरुङजी हुनुहुन्छ दार्जिलिङबाट मन हामीले जितेका छौँ। हामी फेरि उठ्नेछौँ, अझ बलियो भएर हामी उठ्नेछौँ। प्रेम बहादुर राईजी हुनुहुन्छ धनुषाबाट। एउटा गोला ठाउँमा बसिएको जस्तो लाग्यो बुढा हाल्न भाषण एउटा क्यामेरा ठिकै छैन भिडियोमै हाल्न ठिक छैन र त्यो एउटा ठुलो सङ्गठन देशभर हामीले बनाइरहेका छौँ र त्यस्तो एउटा सङ्गठनमा तपाईँहरूलाई म हृदयदेखि स्वागत गर्न चाहन्छु। मात्र दिने है समाजलाई दिनु भनेको अप्रत्यक्ष रूपमा आफैलाई दिनु पनि हो। हामी पानी लिएर आउँछौँ, बाटो बनाउँछौँ भने भोलि त्यो पानीको उपभोग पनि गर्छ तपाईँ हामीले नै गर्छ, हाम्रै सन्तानले गर्छ। त्यो बाटोमा कोही हुन्छ, तपाईँ हामी नै हुन्छ, हाम्रै सन्तानले हुन्छ भन्दाखेरि त्यो हिसाबले हामीले चाहिँ प्रत्यक्ष रूपमा आफूले आफैलाई पक्षपोषित गर्ने अथवा व्यक्तिगत लाभ लिइहाल्ने होइन, प्रत्यक्ष लाभ लिइहाल्ने भन्ने हिसाबले भन्दा पनि हामीले समाजलाई दिन्छौँ र त्यो समाजमा भएको कुरा हामीले पनि सबैले मिलेर उपभोग गर्छौँ। हामी यति दयालु मनबाट प्रेरित छौँ कि हामीले बनाएका कुरामा हामीलाई मन नपराउने हाम्रा विपक्षी र हाम्रा विरोधीहरूले पनि लाभान्वित हुन पाउँदैन। हामी बनाउँछौँ एउटा बाटो, बनाउँछौँ एउटा पुल निर्माण गर्छौँ केही, त्यहाँबाट हामीलाई मन नपराउने दिनरात हामीलाई गाली गर्ने मान्छेहरू लाभान्वित हुन सक्छ। त्यस्तो एउटा सोच राखेर यो देश बनाउन निस्केका मौरीलाई भनिन्छ श्रमदाता। म श्रम संस्कृतिको मौरी भन्छु क्या श्रमदातालाई। हामी मौरी जस्तो गर्नुपर्छ जीवनमा। दुईटा त्यसले गर्दाखेरि अनौपचारिक कार्यक्रम भइरहेको छ। यहाँ हामी औपचारिकतामा भुलेर नक्कल झक्कलमा भुलेर देशपछि परेको भन्ने रिपोर्ट मैले निकालेको छु। भएको कारणले अनौपचारिक ढङ्गबाट नै काम चाहिँ हुनु पऱ्यो, के को लागि हामी यहाँ आएको भन्ने कुरा बुझ्नु पऱ्यो होइन, तपाईँहरूले बुझ्नु पऱ्यो होला भन्ने उद्देश्यले मैले यहाँ अब यो आसन ग्रहण पनि छैन, केही पनि छैन, डाइरेक्ट आएर बोलेको छु। अब एकछिनमा बाहिर निस्कन्छ फेरि भरे आएर बोल्न सकिन्छ, केही छैन। यो खालको छ हाम्रो अनौठो खालको त्यही हो। अल्ट्रासाउन्डबाट सही चाहिँ खासमा इन्फर्मल टाइपको मान्छे म है। र यो अनौपचारिक कार्यक्रममा जस्तै बोल्नुहुने हाम्रा श्रम संस्कृतिका हाम्रा केन्द्रका पदाधिकारीज्यूहरू सबैजना, सदस्यज्यूहरू सबैजना र विभिन्न तहमा रहेर यसको लागि श्रम गर्नुपर्छ भन्ने उद्देश्यका साथ आउनुहुने सम्पूर्ण श्रमदाताज्यूहरू र नयाँ श्रमदातामा बस्छु भनेर आज मेरो हातबाट सदस्यता लिनका लागि आउनुहुने सम्पूर्ण नयाँ मानवहरू, पत्रकार मित्रहरू सबैजना, यहाँ थुप्रै विज्ञहरू पनि हुनुहुन्छ, सबैजनालाई मेरो तर्फबाट एकमुष्ट सम्मान छ, बराबरी सम्मान छ। कसैलाई चाहिँ धेरै, कसैलाई थोरै छैन, विभेद हुँदैन मेरो बाटो। सबैलाई उत्तिकै सम्मान, पर सिट नपाएर उभिनेहरूलाई पनि उत्तिकै सम्मान छ है, नरिसाउनु होला। बडो खुसी लाग्छ। हो त्यतातिर बस्नु ठिकै छ। खासै लामो बोल्दिनँ म है, खासै लामो बोल्दिनँ, उभिएरै सुन्दा पनि हुन्छ। खुट्टा यसो बस्न अप्ठ्यारो हुनेहरूलाई चाहिँ सिट छोड्नु होला। उभिएरै हो, उभिएरै हो, हामीलाई यो चाहिँदैन है। ल ठिक छ, अब थोरै मैले ध्यान आकर्षण गरेँ है त। हामी यहाँ मलाई लाग्छ देश बनाउने उद्देश्यले त्यो हुर्तीका साथ भेला भएका छौँ, त्यो हुर्ती त्यो उद्देश्यका साथ भेला हुनुपर्छ। म चाहिँ त्यो भन्छु। अब चालपल नगरौँ, चालपल नगरौँ भयो है।
हुन्छ ल ल ल र अब देश बनाउने भने फेरि कसरी बनाउने हो त भन्ने प्रश्न आउँछ। देश बनाउनको लागि सबभन्दा पहिला चाहिँ तपाईँ हामी एक ठाउँमा आउनुपर्छ। भन्नुको मतलब तपाईँ हामी एकताबद्ध हुनुपर्छ र एकताबद्ध भएर मात्रै पनि हुँदैन, अनि एकसाथ काम पनि गर्नुपर्छ। त्यो उद्देश्यले आज यो सानो अनौपचारिक भेला राखिएको कुरा म यहाँलाई अवगत गराउन चाहन्छु। हामी यहाँ नयाँ मान्छेहरू छौँ, थुप्रैजना पुराना मान्छेहरू छौँ। नयाँ मान्छेहरूलाई हार्दिक स्वागत छ तपाईँहरूलाई। यो हामीले वितरण गर्दै गरेको भनेको कुनै ठुलो यस्तो भन्ने होइन, यो भनेको श्रमदाताको परिचय पत्र हो। श्रमदाता आज तपाईँहरूले सदस्यता जुन लगेर जानुहुन्छ त्यो चाहिँ श्रमदाताको परिचय पत्र हो। तपाईँ अब श्रम गर्नु, श्रमदान गर्नु। अब यो श्रम र श्रमदान भने के हो भन्ने बारेमा पनि थुप्रै तपाईँको चाहिँ प्रश्नहरू छन्। श्रम भनेको हामीले पेटको लागि गर्छौँ, श्रमदान भनेको चाहिँ देशको लागि गर्छौँ। श्रम भनेको हाम्रो व्यक्तिगत उन्नति प्रगति, आफ्नो परिवार पाल्नलाई, आफ्नो पेट पाल्नलाई गर्छौँ भने श्रमदान भनेको चाहिँ सार्वजनिक हितको लागि गर्छौँ। जस्तै बाटो बनाउने काम,